पोखरा विमानस्थल निर्माणमा भएका काम कारबाहीमाथि खिलराज रेग्मी नेतृत्वको तत्कालीन चुनावी सरकारदेखि ओली र देउवा सरकारको पालामा भएका निर्णयहरूमाथि प्रश्न उठेका छन्। तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीदेखि डाक्टर युवराज खतिवडा अनि जनार्दन शर्मा समेत प्रश्नको घेरामा परेका छन्। नेपालमा सम्पन्न भएका ठूला परियोजनामाथि राजनीतिक र प्रशासनिक तहकै संलग्नतामा ठूलो मात्रामा भ्रष्टाचारको गन्ध विगतदेखि नै देखिँदै आएका हुन्। अझ नेपालको हवाई क्षेत्रमा त अहिले मात्र होइन, 2046 सालको राजनीतिक परिवर्तन पछाडि वात्तै यस्ता खालका दुर्गतिहरू देखिएका हुन्। चाहे त्यो विमानस्थल निर्माणको सन्दर्भ होस् वा विमान खरिद प्रकरणमा नै किन नहोस्, पछिल्लो समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर पूर्ण रूपमा सञ्चालनमा नआउँदै यसरी अनियमितताको खबर बाहिर सार्वजनिक हुँदै गर्दा यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गहिरो नकारात्मक छाप छाड्ने स्पष्ट देखिन्छ। यो अवस्थामा प्रतिवेदनले उब्जाएका प्रश्नको जवाब दिन संसदको सार्वजनिक लेखा समिति कतिको तम तयार रहला? उपसमितिले सिफारिस गरे बमोजिम बृहत रूपमा यस विषयमा अध्ययन अनुसन्धान गर्न समितिले कतिको चासो देला वा यो प्रतिवेदनलाई दराजमै थन्काएर राख्ला?